नमस्ते सबैजनालाई। हाम्रो देशमा धेरैवटा कुरा भइरहेछ, तर यो लाइभ आएको चाहिँ नि सबैजना हैन, अभिभावक, शिक्षक, शिक्षामा काम गरिराख्नु भएको सबैजनालाई यो शिक्षा विधेयकमा के भइरहेछ भनेर अपडेट गर्न म लाइभ आउँदैछु। सबैजनालाई नमस्कार। शिक्षा विधेयक धेरै भयो हैन। 2028 सालको शिक्षा विधेयकमा 9 ठोस संशोधन, सानो सानो संशोधन सबै गरेर 16 चोटि संशोधन भइसक्यो। तपाईँको ल कमिसनमा गएर हेर्ने भने त्यसले लिस्ट देखाउँछ हैन। उपसमितिले दिन रात नभनिकन काम गरेको शिक्षा त्यो प्रतिवेदन है, उपसमितिले काम गरेको प्रतिवेदनमाथि आज शिक्षा मन्त्रालयले त्यो प्रतिवेदनमा 3 महले बनाएर ल्यायो। यो 3 महले कस्तो छ? उपसमितिमा हरेक बैठकमा कि मन्त्री कि सचिव, कानुनको प्रतिनिधित्व, कानुन मन्त्रालयबाट प्रतिनिधित्व, सबैजना बसेर उपसमितिले काम गर्यो। त्यो उपसमितिले काम गर्दाखेरि पटक पटक मैले तथ्याङ्क मागे। हाम्रो यो विभिन्न किसिमका शिक्षकहरू जुन छन् हैन, उहाँहरूको चाहिँ नि यो नयाँ शिक्षा ऐन आइसकेपछि के हुन्छ त भनेर पटक पटक मागियो हैन। यो तपाईहरुलाई सबैजना शिक्षक साथीहरू स्पेशली तपाईहरुले सुन्नु होला। तपाईहरुलाई कस्तो बेसरी शिक्षा मन्त्रालयले भ्रमित बनाउन खोजेको जस्तो मलाई लाग्छ कि तपाईहरुसँग यो 9 बुँदे संशोधन गर्यौं, त्यो 9 बुँदे संशोधन के अग्रिमेन्ट हैन, मोस्ट रिसेन्ट तपाईहरुको आन्दोलनपछि त्यसलाई चाहिँ नि 8 अर्ब जति पर्छ। यो अर्थमन्त्रीज्यूलाई धन्यवाद भन्नु भनेर तपाईहरुलाई राखेर विभिन्न कुरामा सही गर्नुभयो हैन। अब शिक्षक महासंघका साथीहरुलाई त म के भन्नु, तर म शिक्षकहरुलाई भन्न चाहन्छु, यसपालि शिक्षा मन्त्रालयको बजेट 2 खर्ब 11 अर्ब चान्चुन छ। पोहोर साल 2 खर्ब 3 अर्ब थियो। तपाईहरुलाई के भनिया छ? तपाईहरुलाई महँगी भत्ता दिन्छु भनिया छ, हो कि हैन? 5000 महँगी भत्ता सबैलाई दिन्छु भनेको हो कि हैन? पोहोर साल 2000 थियो। त्यो 3000 को हिसाब गर्दाखेरि त्यसको 5 देखि 6 अर्ब आउँछ। अब प्रश्न के छ? त्यो महँगी भत्ता सबै खालको शिक्षकले पाउँछ कि पाउँदैन? त्यो तपाईहरुले सोध्नु भएको छ? विशेष अनुदान शिक्षकले पाइरा छैन भनेर आज मलाई फोन आयो। सबै शिक्षकहरुले पाउने हो भने त्यो 5 देखि 6 अर्ब पर्छ हैन। त्यो महँगी भत्ता पोहोर सालको 2000 बाट यसपालि 5000 3000 को थप गर्दाखेरि शिक्षकहरुको तलब यो ग्रेड वृद्धिसँगै तलब बढ्छ। त्यसको लागि 2 देखि 3 अर्ब पर्छ हैन। त्यो भनेको नै 8 अर्ब हो। त्यो भनेको नै 8 अर्ब जति हुन आउँछ। अब तपाईहरुसँग यो 9 बुँदे के भन्छ 9 बुँदे सहमति कार्यान्वयन गर्न पैसा कहाँ छ? त्यो मात्रै हैन, शिक्षा विधेयकमा धेरैवटा दरबन्दी सृजना गर्ने यो के भन्छ अस्थायी अथवा अस्थायी शिक्षकहरुलाई एक्जामिनेसन दिएर यो दरबन्दीमा चाहिँ नि यति प्रतिशतले अग्रिमेन्ट गर्ने, यो के भन्छ स्थायी गर्ने भन्ने कुरा पनि छ हैन। आन्तरिक प्रतिस्पर्धाको सर्टेन प्रतिशत, त्यसपछि उताको खुलाबाट कति प्रतिशत भनेर। त्यसको लागि शिक्षा सेवा आयोगको बजेट बढाएको छ जस्तो लाग्छ तपाईहरुलाई? 2 खर्ब 3 अर्ब मा रेगुलर दरबन्दी जति खुल्ने हो त्यति खुल्ने हो, त्यतिको लागि पैसा हो त्यो। अब थप पैसा कहाँबाट छ? शिक्षक साथीहरु तपाईहरुलाई काठमाडौँ ल्याइन्छ, त्यसपछि शिक्षक महासंघले एउटा अग्रिमेन्ट गर्छ,
त्यो अग्रिमेन्ट कार्यान्वयन भयो कि भएन भनेर तपाईहरूले सोध्नु पर्ला नि हैन। त्यो कार्यान्वयन गर्नको लागि रकम कति छ, विनियोजन भएको छ कि छैन। यसपालिको बजेटमा अब यो अर्थ मन्त्रालयको अबन्डा बजेटले तर अहिलेको चाहिँ नि मैले कसरी यो बजेट मिलाइराछन् थाहा छैन। उहाँहरूको पेट प्रोजेक्ट मात्र पनि पैसा लाछन्। सो कहाँबाट चाहिँ नि रकम कट्टी गरेर उहाँहरूले जुन तपाईहरूको 9 बुँदे सहमति गरेको थियो, खोइ त त्यो त्यसको लागि रकम म देख्दिन। हरेकचोटि शिक्षा मन्त्रीज्यू समितिमा आउनुहुन्छ, अर्थले धान्नेसम्म अर्थले धान्नेसम्म अर्थले धान्नेसम्म भन्नुहुन्छ। अनि तपाईहरूसँग कुरा गर्दाखेरि के गर्छन्? हामीले उपसमितिमा बसेर हामी राष्ट्र स्वतन्त्र पार्टीको विज्ञप्ति हेर्नु होला। हामीले के भनेका छौं? व्यवस्थापिकाको सांसदको अनुहार देखाएर कार्यपालिकाले गर्नु सक्ने काम गर्नुपर्ने काम नगर्ने भन्ने हुँदैन। उपसमितिमा तपाईहरूले शिक्षकहरूसँग के अग्रिमेन्ट गरेछ, त्यो अग्रिमेन्ट तपाईले पूरा गर्न सक्नुहुन्न, अर्थले धान्न भने तपाईहरूले शिक्षकसँग बसेर यो कारणले म यो गर्न सक्दिन भनेर आउनुहोस्। हाम्रो अनुहार देखाएर चाहिँ नि हैन, हाम्रो अनुहार देखाएर चाहिँ नि यो हामीले त गर्न खोजेको सांसदले मानेन भनेर नभन्नुस् भनेर शिक्षा मन्त्रालयलाई पटक पटक भनिएको। इसिडी शिक्षकहरूको हकमा तपाईहरूको वृत्ति विकासको लागि तपाईहरूलाई ल्याउने दफा 44 महत्त्वपूर्ण छ। इसिडी कति महत्त्वपूर्ण छ भनेर ककसले बैठक गर्छ, यसले बैठक गर्छ, त्यो सबैमा खाएर भत्ता चाहिँ पचाराउँछन् हैन। तर इसिडी को महत्त्वलाई केन्द्रबिन्दुमा राखेर काम चाहिँ गरेका छैनन्। इसिडी 2 वर्ष हुनुपर्छ भनेर शिक्षा मन्त्रालयकै अध्ययन प्रतिवेदनले भनिएको छ। अहिले आज आएर त्यो 2 वर्ष गर्नुपर्छ भनेर शिक्षा मन्त्रीज्यूसँग सहमति उपसमितिले गरेर त्यो प्रतिवेदनमा लेखेपछि अब गर्न सकिन्न, 1 वर्ष मात्रै गर्ने भन्छ। अनि त्यो 1 वर्ष आइसकेपछि पनि उहाँले के भन्नुहुन्छ? ए हामीसँग पैसा छैन, यो स्थानीयले हेर्ने भन्छ। अनि सबभन्दा देशको ठुलो कर उठाउने सङ्घ, अनि त्यसपछि सबै भार चाहिँ नि महत्त्वपूर्ण ठाउँमा लगानी गर्दाखेरि स्थानीय पालिका देखाउन पाइन्छ। त्यसकारण यो भिडियो चाहिँ नि सबै शिक्षक साथीहरूसँग सम्म पुग्ने गरी तपाईहरूले सेयर गरिदिनु होला। इसिडी का शिक्षकहरूको लागि वृत्ति विकास चाहियो भनेर हामीले अडान राखेका थियौं। त्यो दफा 44 मा छ। त्यसमा एउटा लेभल थपौं। त्यो लेभल थपेर उहाँहरूको पनि कसरी चाहिँ नि माथि जान्छन् त उहाँहरू, त्यो त्यसको वर्कआउट गरेर ल्याऊ भनेको पनि उहाँहरूले आज आएर त गर्दै नगर्ने भनिदिनु भयो। यो अविच्छिन्न उत्तराधिकारी भनेर त्यो शब्द पटक पटक सुनिन्छ। सहमति गरिसकेको बुदामा शिक्षा मन्त्रालयले आज आएर उहाँहरूको 3 महलले लिएर आउनुभयो। यो कसको प्रभावमा हो तपाईहरूले हेर्नु होला। निजीको हकमा के छ हेर्नु होला। यो विभिन्न भातृ संगठनको हकितमा कति छ हेर्नु होला। जुन कुरा फेयर र ट्रान्सपेरेन्ट हुनुपर्ने हो त्यो कुरामा संघ संगठनले आफ्नो ठाउँ खोजेको छ। अनि शिक्षक साथीहरू तपाईहरू जहिले पनि यो राजनीतिक दलहरूको आश्रित भएर बस्न तपाईहरू चाहनुहुन्छ? हरेक चोटी। त्यसकारण शिक्षक साथीहरू तपाईहरूलाई कति भ्रममा पारेको छ, कसले पारेको छ, त्यो एकताली तपाईले हेर्नु होला। उपसमितिले सांसदहरूले काम गरेकोमा शिक्षा मन्त्री स्वयं उपस्थित भएर त्यो उपसमितिको सही गरेकोमा त्यसमा 3टा बुँदामा एकदम क्लियर